चलिया चले हैन चलिसक्यो सेकेन्ड हेरिसक्यो डबल भिडियो आयो उता पनि यता पनि आयो उताको पनि हेराइराखेको छ हाम्रोतिर पनि हेराइराखेको छ तोरी लाउ रे फेरि हाम्रो क्यामहरू यस्तो हाम्रो हेर्नु है क्यामहरू बकरी क्याम भन्छ यसलाई चाहिँ बाख्रा बस्ने क्याम हो बाख्रा बस्छ श्याम बाख्राको खोर जस्तो छ तर चाहिँ बिल्डिङहरू छैन यही बाख्राहरूको क्याम हो तर चाहिँ हेर्नु त्यो बिल्डिङहरू टोयलेट जस्तै छ टोयलेट र बिल्डिङ एउटै हो फेरि स्यामै एउटै जस्तो छ तर चाहिँ धेरै गाह्रो छ लास्टै गाह्रो छ नि हो यता हेर्नु है क्याम्प चाहिँ हाम्रो क्याम्पहरू यताउति चाहिँ हेर्नु होला हामी सब आज चाहिँ भिजिट गर्दैछौँ हाम्रो क्याम्प कस्तो छ भनेर चाहिँ हामी आज चाहिँ यो भिजिट गरेको तर चाहिँ हामी कहिले पनि गरेको थिएनौँ आज चाहिँ हाम्रो यो भनेको फर्स्ट भ्लग हो चाहिँ अब चाहिँ हामी कहिले पनि भिडियो बनाएको थिएनौँ यसरी सुरुचोटि बनाएको हो सुरुचोटि भिडियो बनाएको हो तर यो युट्युबमा आउँछ है तपाईहरुले युट्युबमा गएर तपाईको नाम के छ मेरो विशाल गुरुङ युट्युब च्यानल सब्स्क्राइब गरिदिनु होला मेरा इष्ट मित्रहरू तर मेरो पनि छ छन चाहिँ युट्युब च्यानल हैन मेरो चाहिँ खाडी भ्लग छ त्यसलाई पनि तपाईहरुले चाहिँ अब माया गरिदिनु होला हजुरहरुको साथ सपोर्टले हजुरहरुको माया पाइयो भने चाहिँ अझै बनाउला भिडियोहरू बनाउँदै गर्छौं हजुरहरुलाई चाहिँ हामी यो खाडीमा बसेर भए पनि हामीले चाहिँ हजुरहरुलाई एकदमै रमाइलो भिडियोहरू चाहिँ हामी देखाउने कोसिस पनि गर्छौं तर चाहिँ हजुरहरुको माया चाहियो हजुरहरुको माया बिना चाहिँ हामीलाई अधुरो नै छ चाहिँ यो सफलता मिल्नको लागि चाहिँ हजुरहरुले साथ सपोर्ट माया गरिदिनु भयो भने चाहिँ हामी चाहिँ एकदमै विदेशमा बसेर पनि है एकदमै राम्रो चीजहरु हामीले देखाउने पनि छौं हजुरहरुलाई माया गरिदिनु होला यस्तो पगलालाई पनि देखाउनु न यस्तो मान्छेहरु पगलाहरु पनि बसेका हुन्छन् झाडीको झाडीमा यस्तो रमाइलो मान्छे पनि बस्छ उता बंगाली बाजेलाई देखाउनु न उता बंगाली बाजे पनि छ है यता बंगाली बाजेहरु छ तर चाहिँ हेर्नु है विदेश आएर चाहिँ भर चाहिँ नपर्नु है अरूको चाहिँ फेरि खलात्तै खुल्किन्छ नि हाय होला गान खुल्ला हुन्छ फेरि त्यसैले चाहिँ कसैको विश्वास नगर्नु होला पाकिस्तानीहरूले भन्छ फेरि क्या खाएगा जो तुम्हारा मर्जी है हम वही खुलाएगा पछाडी चाहिँ हजुरहरुलाई फेरि त्यस्तो भनेर चाहिँ फेरि यिनीहरूले त राम्रो काम पनि गर्छन् नि बिताउन सक्छ हल्का बचेर बस्नु होला फेरि विदेश आएर अनि एउटा चुएको माल यहाँ गइराखेको छ यहाँनिर हेरिराखेको पनि थियो बचेर बस्नु होला म के भन्न चाहन्छु भने अब हाम्रो त नेपालमा आजदेखि हिजोदेखि त स्टार्ट पनि भइसक्यो दसैँ हैन दाइ स्टार्ट भइसक्यो दसैँमा स्टार्ट भइसक्यो दसैँ पनि अब ह्याप्पी दसैँ पनि भन्न चाहन्छु मेरो सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूलाई अल नेपाललाई प्रदेशमा रहेर पनि कतिजनाले त अब प्रदेशमा पनि मनाउनु हुन्छ तर चाहिँ हामी मनाउन सक्दैनौँ किनकि भोलि 4 बजे नै ड्युटी छ कि अलार्मको भरमा उठेर ड्युटी जानुपर्छ है ड्युटीमा बिहान गएर बेलुका आउने हो दिउँसो आउनुपर्छ त्यसैले चाहिँ हामी मनाउन सक्दैनौँ हामी चाहिँ पार्टी खाने हो त्यसमा अलिकति दार मिसाएर हैन दाइ त्यसको पनि भिडियो आउँछ त्यो पनि म चाहिँ भिडियो चाहिँ उपलब्ध गराउँछु त्यो पनि भिडियो आउँछ हाम्रो चाहिँ थोरै चिरिप्प खाने हो तर चाहिँ त्यसलाई अन्यथा नलिनु है फेरि हाम्रो नेपालीहरूको चाडपर्व हो नि साथीहरू
भोलि त रक्सी खानुपर्ने है। खाइदिनुपर्छ। भोलि चाहिँ अब टाइम पनि ठिक छ कि फेरि अब हजुरको भोलि झुमा रात भइहाल्यो, बिहिबार भइहाल्यो। भोलि छुट्टी हुन्छ, ड्युटी गए पछाडि चाहिँ छुट्टी हुन्छ। साँझ चाहिँ चट्ट अब है अब खसी बनाएर खाने हो कि खै कुखुरा। अब कुखुरा खानुपर्छ, कुखुराको मासु 2-3 दिन हुन्छ नि त फ्रिजमा राख्यो। त्यो चाहिँ अब प्लान गर्दैछौँ। अब चाहिँ आजको भोलि नै प्लान गर्ने हो कस्तो खाने कि अब त्यो कुखुरा खाने कि खसी खानलाई भनेर चाहिँ। अब भोलि छुट्टी भइहाल्यो, चट्ट खाएर यसो दसैँ मनाउने हो। थोरै धेरै थोरै जस्तो भए पनि होइन। अब पहिला प्राथमिक त अब ड्युटी गर्नु पर्यो, ड्युटी नगर्दासम्म हुँदैन। ड्युटी गर्नुपर्छ परदेशमा, त्यसैले चाहिँ भोलि अब चाहिँ ड्युटी गरेर आएर चट्ट खाने हो चाहिँ। अब यता चाहिँ अब क्रिकेट खेल्दैछन्। अब उता अघि चाहिँ उता फुटबल उता पनि क्रिकेट खेलिरहेको थियो, यता पनि क्रिकेट खेलिरहन्। तर चाहिँ उता रमाइलो पनि छ। फेरि आफूलाई त नआउने क्रिकेट खेल्न यो बाटो जाउँ। क्रिकेट खेल्न आउँदैन साथीहरू, भलिबल मात्रै खेल्ने मान्छे हो। अब हामीलाई उफ्रिन मात्रै आउँछ, कुद्न आउँदैन। कुद्न जानिँदैन, खेल्ने हो भलिबल मात्रै हो। ओर्थोक चाहिँ केही पनि खेलिन्न। त्यसैले चाहिँ अब हाम्रो क्याम्प पनि तपाईँहरूले हेर्न सक्नुहुन्छ विदेशमा चाहिँ कस्तो हुने रहेछ क्याम्प भनेर चाहिँ। क्याम्पहरू अन्यर्थ नसोच्नु होला, किनकि विदेशमा मोज हुन्छ, परदेशी दाजुभाइहरूले मोज गर्छ भनेर चाहिँ नसोचिदिनु होला। किनकि विदेशमा मोज गर्न आएको होइन, पैसा कमाउन आएको हो। तर चाहिँ कति मान्छेहरूको सोच चाहिँ नेगेटिभ पनि हुन्छ। तर हजुरहरूलाई थाहा भइसकेको छ, यो भिडियो मार्फत पनि हजुरहरूलाई थाहा हुन्छ। किनकि यो क्याम्प अब हजुरहरूले हेर्नुहुन्छ भने चाहिँ अब हाम्रो मेरो घरमा चाहिँ बाख्रा बस्ने भन्दा पनि खत्तम क्याम्प छ। बाख्रा बस्नलाई बरु रमाइलो हुन्छ, तर चाहिँ यहाँ चाहिँ यस्तो छ, के गर्नु, दुःख पीडा परदेशीको यस्तै छ। त्यसैले चाहिँ अब हामी चाहिँ आज यस्तो घुमेर बसिरहेछौँ, यताउति अब अवलोकन गरिरहेछौँ। गाडीको पुरा यता सोरुम छ होइन, यहाँ पुरा लाइन लागिरहेको छ पुरा यताबाट यता। यस्तो रमाइलो छ नि। फेरि हाउला के नाति उता गएन होइन, यति मात्रै